साथीहरु म चाहिँ बिहानै उठेर घाँसतिर लाग्दैछु। घाम पनि यस्तो चर्किरहेछ कि पसिनै पसिना भयो है। म त घाँसको भाटी चाहिँ यही हो हैन। अब चाहिँ म घाँस बोकेर कोठतिर जान लाग्यो। घाँसको भारी पनि बल्ल बल्ल आएर बारी बजारदेखि थिएन। बल्ल बल्ल बोकेर हिँडेँ, रुखहरू हिँडेँ। म चाहिँ जाँदैछु है गाइस। एक्लै हो हैन। घाम चाहिँ यस्तो चर्किरहेछ कि पसिनै पसिना हुने गऱ्यो हैन। हाम्रो मकै बारी त्यहाँतिर चाहिँ मकै बारी छ पुरै हैन। अब चाहिँ घरमा पुग्न लागिसक्यो। म खुरुखुर हिँड्दै गएँ। अहिले चाहिँ घरमा पुगेँ ठ्याक्कै। अब चाहिँ नाम्लो पुगेर राखेर घरतिर खुरुखुर हिँडेँ म। हिँड्न लाग्यो। गर्मी चाहिँ यस्तो गर्मी होइन साथीहरु। पुरै पसिनै पसिना भएको छ है। गर्मीले चाहिँ यस्तै गर्मी छ। अहिले चाहिँ म घर पुगेँ साथीहरु। घरमा चाहिँ खाजा खान लाग्दै रहेछ म। म चाहिँ अब घाँसबाट आएर भाँडातिर हात खुट्टा धुन गएँ साथीहरु। अहिले चाहिँ खुट्टा धुँदैछु साथीहरु। अब चाहिँ सकेर खाजा खान हिँड्ने लखर हिँड्ने। अरूहरू चाहिँ खाँदैछ है साथीहरु। खाजामा फेरि तरकारी भने कस्तो बनाए साथीहरु। खानै मन नलाग्ने के। त्यो चाहिँ रातिको साग रहेछ। त्यो चाहिँ साग चाहिँ खाएन अनि म लखर गएँ। र धारा नजिकै बस्न गएँ म चाहिँ। अनि यहाँ बसेर टक्क खाना खान थालेँ। अचार चाहिँ मिठै लाग्यो। मलाई खानै मन नलागेको थियो। त्यही भएर भात मात्रै खाएँ मैले। अलिकति चाखेको त मिठो लागेन। लास्टमा त कुकुरले दियो है साथी अचार चाहिँ। भात मात्रै खायो मैले चाहिँ।